त्यो महोत्सवमा आएर छ्याङ गरेर नाच्यो के मान्छे मनोरञ्जन गरेर यो मान्छेको हैन यहाँ चाहिँ साङ हालेको ठाउँमा सुन खोज्दैछ हिजो सुन हालेको थियो यहाँ साङ हालेको ठाउँमा यो चाहिँ दोलखा चरीकोटको ठुलो खेल हो यो खरीढुङ्गा भन्दा यतापट्टि यो खरीढुङ्गा त हो माथि डाँडातिर हो क्या यो के गाउँ हुन्छ थाहा होइन ठाउँको नाम चाहिँ थाहा भएन होइन यहाँ कति राम्रो गुराँस फुल रहेछ कि कोही पिङ्क कलरको होइन कोही यस्तो सेतो होइन अनि यो पाखैभरि फुल्यो चाहिँ फुल चाहिँ होइन गुराँस चाहिँ कोही सेतो कोही पिङ्क कलरको कोही रातो थरी थरीको फुल्दो रहेछ यता हाम्रोतिर चाहिँ रातो मात्रै फुल्छ तर सबै बच्चाहरूले त्यो बेच्नलाई होला रुखको हाँगासँग सबै भाँचेर टिपेको कि यहाँ रोडको नजिकै रहेछ मैले बाइक त्यहाँ राखेर भिडियो खिच्न आयो माथि एउटै बोटमा रातो र सेतो फुल फुलेको यो चाहिँ खरीढुङ्गा यहाँ खरी खरी भएको ढुङ्गा पाउँछ अरे भन्छ पसलतिर त राखेको छ यहाँनिर त फोक्सो ढुङ्गा मात्र देख्छ अहिले त धेरै व्यवस्थित भएछ हो त्यहाँ चिया सिया खाने यताउति गर्ने बस्ने ठाउँहरू पनि भएछ पहिला त केही थिएन यहाँ खरीढुङ्गा यो चाहिँ अहिले खरीढुङ्गामा नि बजार बस्ती भएछ अर्ग्यानिक छुर्पी अनि यहाँनिर त्यो खरीढुङ्गाको यो के भन्छ नि यो रोटी पोल्ने ताउ हो कि रोटी पेल्ने चाहिँ हो कि खोइ के हो यस्तो छ अनि यहाँ मन्दिरहरू पनि छ यो सबै ढुङ्गाको हो यस्तो गरुङ गरुङ हुँदो रहेछ यो चाहिँ के हो शिवलिङ्ग लिङ्ग मुनिबाट रहेछ अर्को माथि लिङ्ग नि फेरि मेरो जत्रो तपाईँहरूलाई चाहियो भने चाहिँ मगाउन सकिन्छ अनि लिङ्ग त कहाँ लैजाउँ भइसक्यो शिवलिङ्ग काम छैन अहिले चाहिँ साथी